आज यहाँनिर एउटा हार्ली डेभिडसन कम्पनीको झकास बाइक आएको छ। एकदमै झकास छ। तर मलाई यो बाइकको एउटा अनौठो लागेको कुरा चाहिँ के छ भने यो अगाडिपट्टिको भाइजर चाहिँ धेरै माथि उठेको छ, जस कारणले गर्दाखेरि ड्राइभरले नजिक देख्न सक्दैन, धेरै अगाडि मात्रै देख्छ। कसरी कुदाउने होला? यो बाइक सित्तिमितिको एक्सपिरियन्सले चाहिँ कुदाउन गाह्रो छ है। मैले यसो विचार गर्दाखेरि एकचोटि मैले सिटमा बसेर पनि ट्राई गरेँ, तर हल्लाउनै सकिएन कि एकदम हेभी छ। यहाँनिर हार्ली डेभिडसन भनेर लेखेको छ। बाइक एकदम बबाल छ। पछाडिपट्टि चाहिँ नि एउटा टुल बक्स हुँदो रहेछ, ठुलो टुल बक्स छ। यहाँ धेरै सामानहरू आँट्छ, लगभग आवश्यकता अनुसारको सबै चिजहरू यहाँ राख्न सकिन्छ। र यतापट्टिबाट चाहिँ यस्तो देखिन्छ, एकदम बबाल लुक्स छ, एकदम दामी छ, झकासै छ। अनि यसको ब्रेक चाहिँ यहाँ हुँदो रहेछ, फुट ब्रेक यहाँ छ। यो फुट ब्रेक गाडीको जस्तै माथि उठेको ढ्याप्प परेको हुँदो रहेछ, जसकारण थिच्न एकदम सजिलो। र यता अगाडिबाट चाहिँ यस्तो बबाल देखिन्छ, बबाल छ कि। तर यो बाइक सित्तिमितिको एक्सपिरियन्सले चाहिँ कुदाउन सकिँदैन, यति चाहिँ